सिडी चाहिँ खतरा रहेछ कि हाम्रा आमालाई चढौँ होइन जय महाकाली जय महाकाली। तपाईको तीर्थयात्रा सफल रहोस् अरे है। देवीमा हिँड्दैछु म हजुरको चरण कमलमा दर्शन गर्ने शक्ति देवामा। जय माता दी, जय माता, जय माता महाकाली। र म चाहिँ अहिले त्रिदेवी सप्तकन्या भनेर पनि चिनिन्छ यो मन्दिरलाई है। र सबैभन्दा सृष्टिकालको उत्पत्ति देवीको चाहिँ भएको स्थान हो यो है। र जाँदैछु दर्शन गर्नु र म पनि त्यसै चाहिँ आएको होइन, उनी भगवतीले नै ध्यान मार्फत देखाउनु भएको थियो अनि चाहिँ जाँदैछु है। सिडी सायद 200 छ कि 100 छ, गर्नु त गनिएन तर खतरा उकालो छ है। यात्रामा मलाई घरि एक्लै, घरि 2 जना, घरि 3 जना, घरि 5 जना हिँड्नुहुन्छ कि थाहै हुँदैन घरको ट्रिपमा। र यो चाहिँ के अरे दिक्तेलको देवी थान। जय माता दी, जय महाकाली, जय महाकाली, जय महाकाली, जय महाकाली। शक्ति देऊ, शक्ति देऊ, जय महाकाली, जय महाकाली। र यस्तो रहेछ कि यहाँको अलिकति वर्णन गर्दाखेरि, जो कि मेरो एकजना धर्मको आमा हुनुहुन्थ्यो, उसको घर चाहिँ यो ठिक डाँडा देखेको उतापट्टि घर हो है। अनि र उहाँले एकपल्ट भन्नुहुन्थ्यो क्या, म त पुगेको छुइनँ यो 3 कन्या, उसले चाहिँ अब 3 कन्या देख्नुभयो अरे है, ब्रह्मणी, नारायणी, रुद्राणी भने जस्तो। अनि भन्नुहुन्थ्यो मलाई। र त्यही स्थानमा चाहिँ सिडी यस्तो छ है, अझै हिँड्नुपर्ने छ।